चाहिँ भिडियो के टी सर्ट के को लागि भन्दा पनि हाम्रो अब त्यो श्रम संस्कृतिको चाहिँ मेन चाहिँ झन्डाको रूपमा चाहिँ टी सर्टलाई युज गरिरहेको छ मेन श्रमदातालाई चाहिँ मेन फिल्डमा उत्रिँदाखेरि चाहिँ अब टी सर्ट नै चिनारी चाहिँ हो अनिवार्य रूपमा टी सर्ट प्राय भइराखेको कारणले पनि हामीले पनि अब उता केन्द्रबाटदेखि नभएको कारणले नि हामीले आफ्नै व्यक्तिगत गरेर तत्कालै गरौँ गाउँमा होइन भन्ने हिसाबले ल्याएर आइयो त्यसमा अब टी सर्ट पाइन्छ सबै सदस्यताहरूलाई पछि अनिवार्य रूपमा त्यसै क्रममा चाहिँ टी सर्टलाई अब लापरवाही तरिकाले युज नगरौँ जुनसुकै अब अरू अब स्कुल क्षेत्रतिर संवेदनशील ठाउँमा होइन यो हाम्रो अब आफ्नै एउटा दलको अब यही सबै यसमै छ अब श्रम संस्कृतिको अब एउटा सिद्धान्तदेखि लिएर यसमै देखिन्छ त्यही कारणले लापरवाही युजमा नगरौँ सबै सदस्य हामी सबै श्रमदाता साथीहरूले होइन श्रमदानमा सक्दो अब कहिलेकाहीँ आपतकालीनमा भित्र होला तपाईँहरूमा होइन हामी अब खुल्ला रूपमा चाहिँ तर पनि अब लगाए पनि यसो अब श्रमदानभन्दा बाहिरमा यसो भ्लग गर्ने भिडियो बनाउने यताउता दुरुपयोग नगरौँ तर पनि श्रमदानमा गर्दाखेरि त हुन्छ जाँदा केही फरक पर्दैन श्रमदानमा देखाउँदा गर्दा हुन्छ श्रमदानमा प्राथमिकता दिउँ अनि एकदम अलि बाहिर हामी सबैले तर यो कुरा गरिराख्न आवश्यक त छैन किनकि हैन कसैले त सबैले बुझेको छैन हामीले सक्दो चाहिँ श्रमदानमा मात्र प्राथमिकता अलिक संवेदनशील ठाउँमा प्रयोग नगरौँ यो पनि राजनीतिक दलकै एउटा टी सर्टै हो होइन अहिले लोगो पनि यो एउटा मेन अहिले झन्डाको उसमा पनि झन्डा यही नै जस्तो भएर त पनि हामीले चिनारी यही हो हैन चिमा रिङपिका पार्टी विरोध छुदो र के अब प्रतिशोध मैची हैन विपरीत पार्टी आयो विरोध मै कसा चिमा रिङपिका विरोध आए उना पिकेला उनको चाहिँ सही था सदुपयोग में उनको के खपसम तामना दिदु तो हो दिदुम ना सेम टिममा ना कप खेताला अर्को व्यक्ति खेताला खाती चे त उनको दुरुपयोग से त बदनाम त आए कोसा गर्दा चाहिँ अब कहिले गए हैन यो लाएर सरकार माथि रह्यो भने श्रमदाताको अब बदनाम हुन्छ श्रम गर्ने बेला हैन एउटा काम गर्ने बेला मात्र जस्तै काम त हामीले सबैले गरिराखेकै हुन्छ श्रमदानमा जाँदा लाउने टी सर्ट हो हामी काम हैन यिनी भाषाहरुको सम्पन्न विरोध मस्को मान्छु ल अब देशको लागि पनि महिनामै मात्रै टिम खालको विरोधमा चाहिँ त हो त्यही मात्रै छ जातिवादी के पास्टर विरोधमा चाहिँ म ठाउँ मान्छु भ्रष्टाचार गरेको भए पो हैन भ्रष्टाचार निकाल्छ हैन अनि त्यही भएर पास्टर ओन्ली अनि के विरोध धर्म विरोधीले अनि जाति विरोध भन्ने छ के त्यही भएर यो हाम्रो दुरुपयोग भयो भने हाम्रै बदनाम हुन्छ पार्टीको बदनाम हुन्छ भन्ने यो अलि चुनावको बेला पनि लाउन पाइन्छ पाइहाल्छन् त्यतिखेर त नि अब अर्को सम्पन्न आउँदै छ त्यतिखेर जाने सल्ली छ किनकि आनकोमा चाहिँ भोट उ माटो स्पोन्सर मणिकुमार राई स्पोन्सर दिपेश राई काम गर्नेलाई दिने त्यस्तोहरूलाई दिनु चेपेको किन अब भएर मात्र हुँदैन काम चाहिँ गर्नु पर्यो कि अब पार्टीको सदस्य भएर चाहिँ काम चाहिँ गर्नु पर्यो भन्नु काम गर्नु पर्यो सदस्य भएर त हुँदैन हैन काम चाहिँ गर्नु पर्यो हैन दिने फोटो लाउने त काम फोटो चाहियो हामी त किन्ने म त किन्छु म त साँच्चै किन्छु म त किन्छु 20-30 पिस किन्छु के ठिकै छ इच्छाले आउने हो नि अर्काको जबरजस्तीले केही पनि हुँदैन
त्यही हो अर्काको जबरजस्तीले चाहिँ केही मतलब दिन्छ त अर्काको जबरजस्तीले त उपलब्धि हुँदैन हेर्नु साथी आत्मादेखि जाग्नु परेन हरेक चिज मैले काम गर्दा पनि आत्मादेखि जागेन भने त्यो प्रगति हुँदैन क्या त्यो अन्य लाइन नै यो अखातको मासु तिर्छ ल त हाम्रो उत्तर सरले लाउने नै साथी काम गर्दाखेरि मात्र गर्नु हैन अरु बेला काम चाहिँ हामीले डेली पनि गर्छौं त्यो असारमा लाउनु ओहो श्रम डाटा भन्दा पो कत्रो ह्यान्डसम देख्ने रहेछ हाम्रो उत्तर सर ल ल श्रमदाता बन्यो हाम्रो दीपक अङ्कल काका जय श्रमदान अब हुनेछ जिन्दाबाद जय माटो जय श्रमदान जय श्रमदाता काम चाहिँ धेर छ के प्लट नपर्ने अब निकै सुकिन्छ त इरिङ गारा थोक सम्बन्ध हो के हम जैकेट बुट्टना आया हम जैकेट बुट्टना ए बाबा इच्छाले हुनु पर्यो नि हो जबरजस्ती त हुँदैन इच्छा के बुझ्नु त पर्ने हो अब के गर्नु ल ठ्याक्कैबाट हम ठिक्कै गर्छ इबुन एकचोटि चाहिँ बाहिरको ज्याकेट एउटा हानिहाल्नु पहिला बाहिरको ज्याकेट Ja. Ayam sih. Dia sih tim ngang mana kekedung. Lo bes. Oh, bes. बोलाइहाल्नु त चट्टै फोटो खिच्नु पर्ने त्यसपछि श्रमदानमा जानुपर्ने पर्सिदेखि ल फोटो किन पर्ने एकछिन के पुम्चमा याची के उल्टा भाइ बसौँ लहै सोलुखुम्बुको सोटाङ 4 नामलुङमा श्रमदानको अब टी सर्ट आज बार्यो पर्सिदेखि चाहिँ अब श्रमदानमा जाने हो हामी
ओहो श्रमदानको टी सर्टमा पो हाम्रो काकाहरू त झट्ट ह्यान्डसम देख्ने रहेछ ओहो सिम्पल जी जय माटो जय देश ए केटाहरू त जय माटो जय देश आइफोनमा टन्नै छ फोटो अलिक नजिकबाट फोटो धेरै खिचिदिएको छ तेर्सोमा खिच्नु ल हो यसरी ठ्याक्कै राम्रोमा यसरी यतिको सबैले पुऱ्याउने किन्नु यसरी त्यो मान्छेको ल ल ल ल ठिक छ 10 बजी भनौँ न सबैलाई पुऱ्याउँ हेरौँ ओ दाजु यता हेर्नु